योपालि बालेन कि के विवाह होइन माटो हो नि हर्के माटो अब हर्क साम्बाङबाट बोल्नु हजुर किन हर्क साम्बाङले चाहिँ किन बिजन छ राम्रो के छ बिजन ढुङ्गा बोकाउ छ जिउ दुखेको निको पार्छ नि ए भनेको ब्यालेन्स होइन घन्टीलाई रवि लामी छानीलाई मत हाल्छ यसपालि जनताले तपाईँहरू विश्वास भएर यो गाउँ जानुहोस् म भित्रबाट घन्टी नै बजाइदिन्छु ल लिएर जानु मसँग अस्तिदेखिको राजनीतिप्रति हामीलाई धेरै जनतालाई इगो नै भइरहेको हो तपाईँहरू यो भाइरल बनाएरै लगिदिनुहोस् ल ए तपाईँले घन्टी राखिसक्नु भयो घरभित्र रवि लामी छानेलाई यसपालिको मत परिवर्तन गरेर जाँदैछ ल पठाइदिनुहोस् हुन त केही वर्ष अगाडिदेखि नै मैले के भन्ने गरेको थिएँ भने 99% म राजनीतिमा लाग्दैन जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु त्यो चान्स चाहिँ 1% छ भनेको 1% ले जित्यो केही बोल्न सकिन्छ सकिँदैन बोलौँ न चुनाव हुँदैछ नि हुँदैछ होला भयो भने भोट दिनुपर्छ अरू केही जान्नु न अनि यसपालि भोट कसलाई हाल्ने बालेनलाई जसरी पनि जिताउने हो ओली मक्क परे होला बिचरा पहिला के अरे 75-70% भोट ल्यायो भनेर बिचरा यसलाई त हेरेको हेरे उतारे पारिदिन्छ बालेनले सेक्सी नाचो चाहिँ यहाँको त यदि म राजनीतिमा आएँ भने म 3टा मात्रै काम गर्छु यसपालिको भोट कसलाई अब भोट हाल्नु र ल चुनावमा उठेर के गर्ने भन्नु होला अब चुनावमा उठेर अलिअलि काम गर्ने हामी माहौल बुझ्दैछौँ तपाईँको हिसाबले के छ नाम भनिदिनुहोस् मेरो नाम नारायण अर्याल हो म पहिला नेपाली काङ्ग्रेस हो अहिलेसम्म नि हो आज भोट नआउनु छैन हो भोट हाल्ने होइन केपी ओली कि बालेन खै को म त जान्दिनँ कसलाई भोट दिने कसैले केही गर्दैन नदिने यसरी मनमा चाहिँ के लागेको छ मनमा अब अलिकति परिवर्तन गर्नुपर्छ कि भन्ने चाहिँ छ त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन किन अनुहारै बिगार्नु होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या प्रधानमन्त्री क्षेत्रको लागि त धेरै गर्नु के गर्यो त्यो मुलाले एउटा यो अग्लो टावर हाल्यो त्यो टावरको कामै छैन अब यो बाटोघाटो भनेको नगरपालिका ठाउँमा कुकुर बिरालो इन्द्रचन्द्र सेमीहरी जो आयो बनाउने हो तर त्यसको लागि चाहिँ युवाहरूलाई चाहिँ म अगाडि बढाउन चाहन्छु हरेक जिल्लामा देशको हरेक कुना काप्चामा युवाहरू अगाडि बढेनन् भने अब बुढाहरूले गर्न सक्दैन म पनि अब उमेरले त बुढै हो तर दिमागले मेरो बुढो छैन केपी ओलीले जित्यो भने म नेपालै बसेँ यो त वादा खरै दमकमा चाहिँ बालेन्द्र शाहको इन्ट्री भएको छ हजुरलाई कस्तो लाग्यो यहाँको उपस्थिति हामीले नि बोलाएकै हो कस्तो लाग्यो के भनेर तपाईहरुले अस्ति भर्खर झोल्यौं हामी भन्दै हुनुहुन्थ्यो अब यहाँ पनि कतिले त एमालेलाई भोट लगाउनु भएको थियो होला मै हो तपाई नि हो पहिलोचोटि भोट लगाएको मैले यो पालि एमालेलाई लाए पहिलोचोटि यो 30-35 वर्षको उमेरमा हजुर यो पालि ठ्याक्कै भोट लगाएको हो मैले एमालेमै हालेको ल पहिलोचोटि जिन्दगीमा बुढो भएर दुईटा छोराछोरीको बाउ भएर पहिलोचोटि हालेको एमालेमै हाले के खाना युवा हुनुहुन्छ भाइ के भन्नुहुन्छ तपाईहरु ओलीलाई ए मर्यो भने मासु खाइदिने हो
सर एक वोट यहाँ फोटो खींचने एक वोट हामीले जाँदाखेरि उसले भोट दिने जिताउने हामीले न चाहिँ कुरो सुन्ने कहाँको नेता आउँछ आओस् त अगाडि त पटङ्ग गालैमा हालिदिन्छु तब भोट चिनेको छैन भाइ पढ्न जानेको छैन हजुर झापा कति नम्बर भोट के भन्नुहुन्छ अरे ओली बालाई अनि ओली बालाजी बाई बाई बा छोडिदिनु भन्छु सिधै छोडिदिनु तपाईँ घरमा हरे नाम जोपेर बस्नु यसरी अच्छा किन दिने अहिले बालेन भन्ने आउनु भएको छ फेरि हो आओस् न त अगाडि हाम्रो घरको कस्तो व्यवहार छ त्यो टाढे भनी दिन्छु न त दिँदैन के गर्छ नयाँ आउनु भएको छ इन्जिनियर हैन काठमाडौँको मेयर भएर राम्रो गरेको मान्छे बालेन कहाँको के मेयर आउँछ आउनु नि के गर्ने बालेनलाई पनि गाला पड्काउने कि के हो गाला पड्काउने हेरेको कुरलाई थरी त गर्दिन म छैन नि त जस्तो घटिया म मलाई चिन्नलाई पत्रिका 99% छ आतुर छन् जनता अच्छा जित्छन् पक्का 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 को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न एमाले हिँड्नु देखाउँदै दम छ भनेको एमाले सिधा कुटिन्छ नि कस्तो कुरा गरे हौ ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ किन कुटिँदैन भोट माग्नेले हो नि त नमस्कार गर्नु होइन र त्यसै गर्छ त नेताहरूले पहिला पहिला त्यसै गर्छ त ऊ बारी बारीमा गएर नमस्कार ओली कि समीर तामाङ कि को यसपालि ओली ओली ल ठिक छ किन ओली किन भन्नु पर्यो किन पनि झापा क्षेत्र नम्बर 5 मा ओली जति विकास गर्ने अरू कोही पनि छैन राष्ट्रिय हितको लागि पनि ओली नै ठिक छ नाकाबन्दीमा सामना गरेको पनि ओलीले नै हो अहिले पेट्रोलियम पदार्थ उत्खनन गर्दै गर्ने पनि ओलीले हो देश विकासको लागि गर्ने हो भने सोच्ने हो भने ओली नै एकदम आवश्यक कौन है ये लोग कहाँ से आते हैं हजुर अब तपाईको माहौल त आफ्नो बनाउनु नि सबैले चुनावमा सबैले नारा सबैको मिठा छन् व्यवहार माथि सत्ता गएपछि एकजना नेताले भन्छ भुँडेर बुढी नभएको मान्छे पाइँदैन हामीले त भाइ आजसम्म एमालेको पनि खाइनँ काङ्ग्रेसको पनि खाइनँ एमालेको पनि खाइनँ राप्रको पनि खाइनँ हामीले सिधै घरबाट भात खाएर आयौँ भोट हाल्यौँ हामी कसैको एक पैसा खाएको छैन अहिलेसम्म हामीले खानेले खायो होला हामीले चाहिँ खाएको छैन एक पैसा पनि तँलाई यति पैसा दिएँ भनेर कडा कस्तो थियो त्यसको